निश्चल बस्नेतलाई खरानी ग्याङको लिडर भनेपछि टुलियो चर्चा। अब चाहिँ साँच्चै तपाईहरुलाई खरानी ग्याङ भनेर नाम दिनुपर्छ किन भन्नु न, किनभने अब तपाईका दुश्मनहरु जलेर मर्ने भए। जोक अफ द इयर। खरानी ग्याङ लिडर खरानी ग्याङ लिडर खरानी ग्याङ लिडर। देश बनाउनको लागि हिँडिरहेको मान्छे फिल्मबाट होस् या बाट देश बनाउन हिँडिरहेको मान्छेले खरानी बनाए देशलाई भन्ने आरोप लाउँछन् नि। खरानी ग्याङ टाइटलमा फिल्म बनाइदिँदा के हुन्छ होला त सोच्नु भएको छ तपाईले? अनि त्यो फिल्मको पोस्टरमा चाहिँ के राख्ने? यहाँसम्म माला लगाइरहेको मान्छे एकजना राम्री राम्री केटी छिन्, आफ्नै बुढालाई खरानी ग्याङको नाइकी यता आऊ भन्दै थिइन्। अब फिल्म बनाउने भन्दै थियो त्यो भाइ पनि खरानी ग्याङको नाइके भनेर फिल्म बनाउने भन्दै थिए। त्यो फिल्म बनाउने त्यो अस्ति सिंहदरबारमा आगो लगाउँदा ऊ आफै छ त्यहाँ। बात त सही है। फिल्म त्यही टाक टुक काटकुट कुटकुट गऱ्यो भनेदेखि एडिटिङ गऱ्यो भने त्यही फिल्म भइहाल्छ। सबै त्यहाँ त के रहेछ भन्दा हिरो पनि रहेछन्, हिरोइनी पनि रहेछन्, गायककार पनि रहेछन्। रामकृष्ण ढकालले आफै गाडी हानेर लान्छ भन्छन् अहिले। ऊ पनि खरानी ग्याङकै नाइके ड्राइभर रहेछ। रामकृष्ण दाइलाई चाहिँ खरानी ग्याङको ड्राइभर भनेको थियो। उता निश्चल दाइलाई चाहिँ खरानी ग्याङको लिडर भनेर अर्को बहिष्कार गरेको थियो के। अनि त्यसले गर्दा त्यो दुईटा फिल्मलाई असर गरे पनि आज दुईटा फिल्म रिलिज भएका छन्। दर्शकले माया चाहिँ दिइरहनु भएको छ। जस मिल्दो जुल्दो छ के लाली बजार र मालती म गरेको। मैले त यो सुने पनि पहिलो हो, मलाई थाहा पनि थिएन यस्तो खरानी ग्याङ भनिन्छ यस्तो भनिन्छ भनेर होइन। फर्स्ट टाइम एक्सपिरियन्स गरे हो। केही कुरो नेताहरूले चाहिँ हिसाब किताब हुन्छ भनेर ओपनली लेख्नु भएको छ क्या सामाजिक सञ्जालमा। च्यालेन्जै गरिराख्नु भएको छ। त्यस्तो च्यालेन्ज गर्ने नेताहरूलाई के भन्नुहुन्छ? त्यसरी हाम्रो के अरे सूर्य थापाजी यो त ओपन च्यालेन्जै गर्नु भएको छ। अब हिसाबै गर्नु मन छ भने त क्यालकुलेटर लिएर सबैजनाले खरानी ग्याङको ड्राइभर भनेर उहाँलाई एकदम टाइटल दिइराख्नु भएको छ होइन सबैजनाले। उहाँलाई अलिक टेन्सन पनि पर्यो जस्तो लाग्छ। अब पर्सिदेखि फिल्म रिलिज छ, के भन्न चाहनुहुन्छ? ठिक भन्नुभयो। खरानी ग्याङका लिडर भनिरहेका छन्। अब जेसुकै लेख्नु म पढ्दिनँ। थाहा त पाउनु भएको छ? थाहा पाएँ किन नभए त्यो कति दिनदेखि भइरहेको छ मलाई त थाहा पनि दिएन। खरानी ग्याङको टिममा केही बन्ने हो तपाईँ? मलाई खरानी ग्याङले राम्रो काम गर्छ भने त म खरानी ग्याङको लिडर बन्न पनि तयार छु। के पारा हो? पारा के हो? स्टाटसमै ए उहाँले हान्नु भयो मलाई लागेको छैन। चुक्यो होला उहाँको के भन्छ निशाना। ल रामजी ल रामदेव भन्नुहोस् त यो कसरी चिन्नुहुन्छ? कुन रूपमा सम्झिनुहुन्छ? सम्झिनुहुन्छ राम्रो रूपमा सम्झिनु। हजुर गाडी हो त्यही भएर राखेको त्यस्तै भन्नु पर्ला। यो फर्स्ट क्लास यो गाडी त्यहाँ कसरी पुग्यो? यु आर अ गुड क्वेसन। उहाँलाई सुरक्षित ठाउँमा पुर्याउनु पर्ने थियो। अब यस्तो ड्राइभ गरियो कि त्यो कुनै ठाउँमा त त्यो यताउता जाने ठाउँ थिएन, आगो बलिरहेको थियो बाटोमा। आगोबाट नि कुदाइयो। कैसा लगा मेरा मजाक?